खोटाङ हली सितुवाचुङ नगरपालिका वार्ड नम्बर 5 मनावलामा बाख्रा फर्म सञ्चालन गर्नुहुने हाम्रा भाउजू जेठी भाउजूले चाहिँ बाख्रा चाहिँ 20-25 वटा माउ मात्रै छ। टोटल गरेर 60-70 वटा जति बाख्रा पाल्नु भएको छ। त्यो मध्येमा एउटा वैशाखमा जन्मेको पाठाको चाहिँ वैशाख 19 गते चाहिँ जन्मेको बाख्राको पाठाको चाहिँ दुध यो एकदमै झरझरी आउँछ। तपाईलाई म यो देखाउन गइरहेको छु। यो पाठा वैशाख 19 गते जन्मेको भाउजू? वैशाख 19 ए खोइ हेरौँ त लु यसको बुबु चाहिँ। ओहो साँच्चै नै रहेछ त नि। ल यहाँ देख्न सक्नुहुनेछ तपाईहरुले। ओहो पुरै आउने रहेछ त। सर आउँछ। ल तपाईले यहाँ देख्न सक्नुहुनेछ। यो के को चेष्टा हो? राम्रै चेष्टा होला। ल अब यो नदेखेको बाख्रा पालन गरेर त अब धेरै वर्ष भइसक्यो, 20-21 वर्ष भयो। यो चाहिँ यसै पालन देखियो। यो गुड लक को संकेत हुन सक्छ। ल तपाईले हेर्न सक्नुहुनेछ। यहाँ चाहिँ बाख्राहरू छ। यो मसिनो पाठा दियाउ न, यहाँ खोरको मसिनहरु दिनहरु आउँदैन यसो। खोर चाहिँ ठिकै छ ढाँचा, तर बाख्रा चाहिँ धेरै छ फेरि यहाँ। वर्षमा 10-15 वटा खसी बेच्नुहुन्छ जहिले पनि। यहाँ देख्न सक्नुहुनेछ। यहाँ पर्वत मुनितिर पनि छ। नम्बर दिएर पठाउँ कि भन्ने एकचोटि सोच गरे। तपाईले त्यस्तो यो खोरभरि नै छ रहेछ पाठाहरू। तपाईले फर्म पाउनुहुन्थेन रहेछ, डाइरेक्ट यही पाउनुहुन्थ्यो नम्बर दिएर। यहाँ पनि खोल्यो भयो भयो हुन्छ। तपाईको नाम गरेपछि नाम चलाएपछि जति काम गर्छ। यही जङ्गल हो बाख्रा पालन गर्ने ठाउँ। सबै निजी जङ्गल। 12-13 दिन है बेरङार पठाएको मैले। हातजालदेखि मुन्चेर तल माइक्रोदेखि मास्टर पुगेर बिमारी देखिहालेको।